नमस्ते एभ्रिवान। आज चाहिँ हामी बिहानै उठेर मन्दिर दर्शन गर्नको लागि हिँडेछौँ। अहिले रातिको बिहानको 5:30 भएको छ। हेरौँ कति बेला पुग्छौँ, तपाईँहरूलाई पनि देखाउने छु। अब हामी चाहिँ गाभालधाराबाट गाडीमा सर पारी रालबाङ जान्छौँ। यहाँ केटी झर्ना यता हेर्नु साथीहरू, हामी अब गाडीबाट झरेर यहाँ पैदल यात्रा सुरु भइसकेको छ। हेलो गुड मर्निङ साथीहरू। यो भाबाङ र राङ्सीको सिमानामा यो स्याला गाउँ, यो साइड राङ्सी नै पर्छ होला, ठ्याक्कै थाहा भएन। भाबाङ त पर्दैन होला, भाबाङ ए साइडतिर। यो भाबाङ साइडको स्याला गाउँ, यो चाहिँ राङ्सी साइडको स्याला गाउँ हो। अब हामी कति धेरै राउन्ड लगाएर हामी मन्दिर पुग्नु पर्ने अवस्था छ। बाट हामी मन्दिरको छेउछाउबाट चाहिँ मैले भिडियो कैद गरेको छु। यति राम्रो मक्टिम गाउँ होइन, हिरेवन गाउँ, त्यसपछि चाहिँ यो भाग मक्टिम, अनि यो साइडतिर चाहिँ भलाका गाउँहरू छ। राङ्सी यहाँबाट रोड सकेपछि चाहिँ साथीहरू यहाँ हामी उकालो यात्रा सुरु गर्दैछौँ। जय सिंह शिव शङ्कर भोला। यो उकालो टर्न नसके के होला, काट्न नसके के होला। यहाँ छोरी लड्की फेरि यहाँबाट चाहिँ अब मन्दिरको प्रवेश गेट सुरु भयो, मन्दिरको सुरुवात भयो। यहाँ पहिले एकदम राम्रो मेला लाग्थ्यो, यसपालि चाहिँ लगाउनु भएन छ। यहाँको स्थानीय क्लबले यहाँ अहिले यस्तो राम्रो घर बनाउनु भएको रहेछ। हामी पहिला राङ्सी स्कुल पढ्दा खुब आइन्थ्यो, त्यति बेलामा चाहिँ यहाँ घरहरू थिएन। अहिले अब यहाँबाट मन्दिरबाट पनि अझ धेरै माथि उकालो, एकदम यो पत्थरै पत्थर ढुङ्गै ढुङ्गा भएको ठाउँमा छ। यस्तो बच्चा बोकेर नहुने भएर हामीले चाहिँ मजाले भुइँ खानु सानो भुइँ त्यहाँ को छ के सानो ल यो ल यस्तो अवस्था छ। यहाँ मजाले गीत घन्का छ नि, भजन। यो मन्दिर भन्ने कुरा, देउडा भन्ने कुरा अप्ठ्यारै ठाउँमा उटपट्टि हुन्छन् क्या नि बुहारी। घाम पनि पर्छ छैन, जाडो भइरहेछ। दिउँसो भयो, अरू दिउँसो भयो यहाँ त के छ बुहारी? मेरो मिनी भ्लगमा स्वागत छ। धन्यवाद पाएकोमा धेरै धेरै धन्यवाद छ। के हो यहाँ जयसम्म हुँदैछ क्या मन्डल? ए हे हो निकाल्ने जुत्ता चप्पल खोल्ने ठाउँ रे। जयसम्म भन्नु न यहाँ। यहाँ हो साथी। घन्टी भन्ने कुरा मन्दिरमा बजाउने हो के, चुनावमा होइन। के छ विचार चुनावमा? केमा बिजाउने विचार छ? भोट हाम्रो त भोट त काहीँ पनि छैन, भोट त्यत्तिकै। शिव र पार्वतीको दर्शन गरिसकेपछि, यो पार्वतीको मन्दिर दर्शन गरिसकेपछि यहाँबाट थोरै माथि चाहिँ गुफा छ। त्यहाँ ध्वजा टङ्गाउनको लागि र मादल बज्ने गुफा चाहिँ यता माथि छ, अझै माथि। यस्तो घनाघोर जङ्गलमा यो पहरको छेउमा छ क्या। यस्तो अचम्मको मन्दिरको उत्पत्ति भएको छ। Wow.
थ्याङ्क यू छोरी यहाँ जेरी पनि पाक्छ है सबकी आमा अलिअलि गन्न मारेको पारा क्या ठिक छ केटाटीहरूले के तान्छन् फुर्ती तान्छन् उसले भाङ तान्छन् बाजे बाजे शिवरात्रिको भाङ चाख्नुभयो चाख्नुभयो के चाख्नु रक्सी त चाख्नु होइन खान्छु भन्न यहाँ छ नाति देखाऊ के यो देखाउ त देखाऊ यो खान्छु भन्नु न यो खान्छु भने देखाऊ के छ अवस्था माइजू अङ्कल के छ अवस्था ठिक छ भाङ्गे यात्रा गरेर हजुर हजुर कस्तो बिना छ एकदम ठिक छ आज शिवरात्रि मजाले मनाइयो हजुर हल्का घुमाइरहेछ फनफनी र पनि खाइयो अन्त बिना समय हजुर एकदम भाउजू लागेर छैन बाउजूलाई त बोमी रान लागेछ गर्मी भयो बरी स्वागत छ एकदम धन्यवाद शिवजीको प्रसाद अलि बढी भएछ भएन यहाँ अलिक खुट्टा लत्रिरहेछ या हामी चाहिँ शिवरात्रि मनाएर आयौँ है मन्दिरको दर्शन गरेर बरी नानी